व्हाट्सएप गाइज सबैजना सन्चै आरामै हुनुहुन्छ। आज पनि लङ टाइम पछि तपाईँहरूलाई फेरि पनि भ्लग लिएर आएको छु गाइज। त्यही हो बिस्तारै बिस्तारै मिलाइयो, कलेज जानुपर्ने हुन्छ। भएर आज ढिलो ढिलो उठ्यो, यसो मम्मीलाई खानासाना पकाउनु सहयोग गर्नु पऱ्यो। त्यसपछि कता गइन्छ के गरिन्छ देखाउने नै छु, हेर्नु होला, सपोर्ट गर्न नभुल्नु होला है त। आजको सब्जी चाहिँ यो रहेछ साग। अब त्यही अब साग र आलु खाने, कहिलेकाहीँ सागपात पनि खानु पऱ्यो होइन। आज हजुर बस्नु मम्मी मैले पकाउँछु मम्मी फेरि अब मैले पकाउँछु भने चाहिँ फेरि खुसी हो क्या। ल मम्मी यता हुनुहुन्छ, हजुरले छोडिदिनु क्या, आज मैले पकाउँछु। अब यहाँ चाहिँ मैले दाल बसालिदिनु पऱ्यो स्याट्ट, दाल तेल सेल हालिसक्नु रहेछ। दाल साल बसालिदिन्छु, खानासाना हाल्नुपर्ने हुन्छ, हेर्दै गर्नु के हुन्छ म तपाईँहरूलाई देखाउने नै छु। ल पकाउनुतिर लागौँ है त। अब ल गाइस अझै म साग काटिदिन्छु। साग पनि ट्याक्क पकाउनु जाने हो भने त मिठो हुन्छ क्या। तपाईँलाई मनपर्छ कमेन्ट गर्नु होला है त। पहिले चाहिँ यसो तल हाल्नुपर्ने रहेछ, मसला भनेर तेल सेल हालिसक्यो मैले कराईमा। ठिक्क अब सेती साग भुटेपछि च्याप्प खाएर हिँड्नुपर्ने हुन्छ। कतैको अघि मैले काटेको साग यही छ, अब यो स्याट्ट भुट्छु। हामी हेर्दै गर्नु होला, के पाके छ घरमा कमेन्ट गर्नु होला। कसैको घरमा मासु पाक्यो भने मलाई बोलाउनु नभुल्नु होला है। साथीभाइहरूले को कसले हेर्नु भएको छ, घरमा मासु पाकेको छ भने मलाई बोलाउनु नभुल्नु होला। कमेन्टमा भयो नि बोलाउनु, कमेन्टमा भयो नि भन्नु होला। पकाउँदा चाहिँ ट्याक्क जिरा हाल्ने, अदुवा लसुन ट्याक्क फुरायो, अनि साग चरचर भुट्यो, नुन बेसार हाल्यो। त्यस्तै गरेर मलाई चाहिँ यस्तै मिठो लाग्छ। तपाईँहरूले कस्तो पकाउनुहुन्छ होइन, चरचर भुट्ने के त्यो उस गर्ने होइन त, दालसित चरचर भुटेर सुक्खा त्यो थकाली खानाहरूमा हुन्छ नि हाम्रो चेला खाँदाखेरि, त्यस्तै गरेर चरचर भुटेर खानु मजा आउँछ। अदुवा लसुन एकछिन पाक्न दिने सागलाई। त्यतिखेरसम्म चाहिँ म यसो ड्रेस मिलाउँदै गर्छु। अब तयारी गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ खास अलि ढिलै हुन्थ्यो के अरे, अहिले चाहिँ कम्प्युटर क्लास केले गर्दा अलि छिटो हुन्छ, त्यही भएर छिटो जानुपर्ने हुन्छ। गर्दै गर्नु होला त। यो त ड्रेस भइहाल्यो, धेरै गरिदिउँ न होइन। धेरै भयो अरे बुक नखोलेको नि, धेरै पछि खोल्यो बुक। खतरनाक लोग पढ्दिउँ भनेको भात होला पढ्दिनँ। बिहान उठेर एकछिन पढ्न पर्यो नि छोरो। पढ्न त पऱ्यो, आज यस्तो झ्याउ लाग्यो क्या। पढ्न त कहिले पढ्ने थियो र गाइज होइन, त्यही नै आज झ्याउ लाग्यो। इक्जाम आउँदा अब पढ्न परेन। हामी पढ्न त पर्छ, ट्याक्क आफ्नो टाइम हुन्छ। अच्छा आज के भयो अलि झ्याउ लाग्यो। आजको खाना यही भइसकेको छ। त्यही अचार गराउँदै हुनुहुन्छ हामीले। च्याप्प म चाहिँ खाँदै गर्छु, अनि त्यसपछि च्याटजुट खाम र अनि त्यसपछि कलेजको लागि जानुपर्ने हुन्छ। ल यता कलेजको लागि रेडी भइसकेको छु म। कलेज जानुपर्ने हुन्छ। जाडो छ आज, बाहिरबाट के लाउने, यो लाउनु पर्ला। ल गाइस त्यही हो, कलेज जाम अनि आम के हुन्छ हेर्दै गर्नु होला है त।
गाइस कलेज गएर आइसकेको छु म त्यही अब खाजासाजा खानु पर्ने हुन्छ भोक लागिरहेछ त्योभन्दा अगाडि चाहिँ एउटा चट्टो मिठा खाँदैन ल है त गाइस एउटा गीत हान्ने तिम्रो लागि एक होइन हजारै जन्म पनि ल्याउला म खुसी सारा तिमीलाई दिएर आँसु सबै आफै ल्याउला म आँखा तिमीलाई हेरिरहन्छ तर किन सपना लाग्छ सपना नै हो भने यो अब सायद नबिउजिउला म मेरो सुखहरू तिम्रो तिम्रो दुःखहरू हाम्रो सबै चाहना सँगै आटौँला सारा ईश्वर साँची राखी तिम्रो सफलताको लागि दैवसँग पनि ढाटौँला मन मात्र होइन मेरो आत्मा नै सुम्पिदेऊला म तिम्रो लागि एक होइन हजारै जन्म पनि ल्याउला म खुसी सारा तिमीलाई दिएर आँसु सबै आफै ल्याउला म ल गाइस रात पनि परिसकेको छ यहाँ बाहिर हेर्नु कस्तो दामी छ क्या त्यो भ्यू यहाँबाट टक्क घरबाट देखियो यति भन्दै आजको भ्लग चाहिँ म एन्ड गर्न जाँदैछु। तपाईँलाई कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला। बाई।